ओहो आज त टाइममै घर आउनुभयो त। पार्टीमा गएर पनि बारीको बाटोमा नसुतिकन यति चाँडै घर आउनु त पहिलो रेकर्डै राख्नुभयो त तपाईँले त। म तिमीले नै भनेर गएको होइन, तल भोजमा गएको होइन। मर पेटरे भएर तल काजी पाएको पार्टी छ, भोज छ भन्यो, भनेपछि जान पर्यो नि। गयो, गएपछि पेटारेले मासु हाल्ने ठाउँमा गयो। मासु देखेपछि त्यसलाई मासुको चक्कर लाग्यो। मैले भन्यो त्यसरी धेरै नहाल्न भन्यो। एक थाल हात लगाएर हाल्यो। मैले भन्यो अस्ति गाउँमा बाख्री काट्दा त तिमीले आधा किलो लगेर 5 जना जानेले बिहान पनि खायो, बेलुका पनि खायो भनेको भाइ। अहिले यत्रो मासु हाल्नु हुँदैन भनेर गाली गर्यो। गदा पनि के भन्यो, त्यो त कुकुरै भन्दा पनि कति खाएको। भगवान्ले त्यो पेट पनि कस्तो बनाएको होइन, कस्तो पेट कस्तो इन्जिन फिट गरेको होइन। त्यो मानव प्रजातिको मान्छे त्यो होइन, त्यो जङ्गली प्रजातिको मान्छे हो। बाघ भालुलाई पनि सर्लक्कै जुत्छ होइन। काँडाबाट त्यो त थिएन नि त। यो कसरी यस्तो निक्लियो? राकस थियो। सबै मान्छे हाँस्यो। मलाई त गाह्रो भयो। बेसारी गाली गर्यो। त्यसपछि बाहिर निक्लिएर समातेर ल्यायो। पेट पनि बारीमा हिँड्ने लाम्किरहेको जस्तो यत्रो ठुलो थियो। कसरी खाएको थियो? अनि बाटोमा आएपछि फोन गरेँ उसको गोरीलाई फोन गरेर बुझाएपछि मलाई ढुक्क भयो, मन शान्ति भयो। होइन अहिले त्यसको पेटको खबर के होला, के भएको होला, राम्रो होला कि कस्तो होला? अच्छा म माने मैले त।